साथीहरू आज चाहिँ म यो सुकुटीको अचार बनाउनु पर्यो भनेको र मैले कराई बसाइसकेको छु। अब म तेल हाल्दैछु। हेर्नुहोस्, सुकुटी र अन्डाको अचार बनाउने म आज। र यो चाहिँ खाने तेल युज गर्छु म, प्रायः चाहिँ म खाने तेलै युज गर्छु। र किनभनेदेखि यो रिफाइन चाहिँ राम्रो हुँदैन भनेर भन्छन्। अब त्यस्तो भनाइ छ, त्यस कारणले गर्दा चाहिँ म चाहिँ अलमोस्ट यो खाने तेलै युज गर्ने गर्छु। र अब म चाहिँ अन्डा फ्राई गर्न गइरहेको छु होइन। अब यो 4वटा अन्डा तपाईँहरूले देख्नु हुँदैछ होइन। हामी चाहिँ टोटल चाहिँ 5 जना छौँ। र एक्चुअली म चाहिँ माछा केही पनि खाँदिनँ, अन्डा केही पनि खाँदिनँ। त्यस कारणले गर्दाखेरि यो चाहिँ म चाहिँ नखाने र घरमा चाहिँ बनाइदिनु पर्यो। त्यस कारणले गर्दा यो च्याप्टर देख्नु भएको तपाईँले। हामी टोटल चाहिँ 5 जना छौँ। अब भने चाहिँ यो सुकुटी फ्राई गर्छु। सुकुटीको अचार हो। त्यस कारणले गर्दा सुकुटी अहिले लाइट गइरहेको छ त, त्यस कारणले मैले चिम्नी खोल्नै सकेको थिएन। त्यस कारण धुवा सबै घरमै आउँदैछ। सेन्ट चाहिँ तपाईँहरूलाई पनि आउँदै होला है सुकुटीको है। अब यो पुरा मजाले फ्राई गर्नुपर्छ। अब सुकुटी मजाले फ्राई भयो। अब म यसलाई निकाल्छु। अब प्याज हाल्यो। प्याजलाई चाहिँ अब गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ भुट्नु पर्यो तपाईँको। अहिले चाहिँ माथिबाट लसुन र हरियो खोर्सानी हालेर फेरि भुट्ने हो। अब प्याज चाहिँ गोल्डन ब्राउन भइसकेको छ, लसुन पनि गोल्डन ब्राउन भइहाल्यो र खोर्सानी पनि अलिक पाकिसक्यो। त्यस कारण अब चाहिँ म टमाटर हाल्दैछु माथिबाट। अलिकति यसरी चलाउने हो। एकछिन ढक्कन लाएर छोप्नुपर्छ। अब चाहिँ मैले यसमा नुन हाल्दैछु र हर्दी पनि हाल्दैछु। यो चाहिँ होममेड डल्ले खोर्सानीको हो, घरमा म आफैले पिसेको। यो हाल्दैछु अलिक पिरोको लागि। अब चलाउने हो। सुकुटी हालिदिन्छु माथिबाट। सुकुटी, त्यसपछि अब चाहिँ अन्डा हालिदिने हो। अन्डा हालेर चाहिँ अलिक चलाउने। माथिबाट